बाढी आएको खोला तर्ने हाम्रो चेष्टा रहनेछ। यस्तो छ। बच्चा पार्टी कुदिरह बाटो यस्तो छ। रुख भत्काएर यस्तो बनाएको खोलामा बाढी आएको छ, पहिरो यस्तो छ। अलैँची बारी पनि यस्तो छ। यस्तो ठाउँमा आइपुगिएको छ। कस्तो ठुलो बाढी आएको हामीले चाहिँ महसुस गऱ्यौँ होइन। यस्तो छ। हिँड्नु न। अब हामी खोला तर्न लाग्यौँ होइन प्रकाश सर। होस् गरेर काबेलीतिर खोज्न जानु पर्यो भने त गाह्रो हुन्छ त। पानी पर्नु न पहिला। भयो यस्तो खोलो तर्यौँ हामीले होइन। तर्यौँ त अब के गर्ने, तर्यौँ होइन। अब छैन तर्नुपर्ने खोला। हाम्रो यात्रा फेरि सुरु भयो नि त है। खोलाको तिरैतिर पहिरो रुखै उतार्न पार्दैछ। अब हेर्नु नि के गर्नु। दुःख सुख यस्तै हो पाहाडमा होइन। अब यस्तै त हो नि। अलि हेरेर हिँडेन भने चाहिँ यहाँ यस्तो खाडीमा पनि पसिन्छ होइन। बाटोको हालत हेर्नु त। बाटो त भुइँमा पुगेन नि, खोलामा। यस्तो छ डेन्जर ठाउँ। अब आधी घन्टा हिँड्दा मात्रै त्यो ठाउँमा पुगिन्छ जहाँ हामी जान खोज्दैछौँ। अनि कसले भन्छ पाहाडमा काम गर्न सजिलो छ भनेर। बहुत गाह्रो छ हजुर, गाह्रो छ। नोकरी गर्न बहुत गाह्रो छ पाहाडमा, त्यो पनि बर्खामा। हेर्न कस्तो राम्रो बनाएर धान रोप्नुपर्छ पाहाडमा चिडुक्क। हेर्नु त मकै पनि पाक्न हरिया खाना भयो जस्तो खाने। यस्तो छ यहाँको बाटोको हालत। प्रकाश सरको हालत के छ? बाढी, यो बाटोमै बाढी आयो। बाटोमै बाढी आएर हेर्नु ढुङ्गा सुङ्गा सबै भत्काएर गाउँ छ एउटा।
मकै चाहिँ दामी फल्याउनु। यहाँ चाहिँ अलि छिप्पिसकेछन् होइन? यहाँ होइन क्याप चाहिँ किन्नुपर्ने भयो। अब यो यस्तो हिँडाइ त हुँदैन प्रायः जसो, र पनि हिपहप टाइपको। यो त ऊ जस्तै मकै छ हौ, यो त विकासे मकै जस्तै छ क्या, हाइब्रिड। यत्रो यत्रो घोगा फलेछ। दिदी यो विकासे मकै हो कि लोकलै हो? हामी फेरि त्यो ऐखो तरेको खोला तर्न लाग्यौँ होइन। त्यो खोलाको बिचमा चाहिँ मन्दिर रहेछ क्या, कस्तो दामी। हाम्रो हिँडाइ चलिरहेको अहिले चाहिँ, बाइक हामीले लगभग 8 घन्टा माथि राखेछ। यहाँ कति किलोमिटर भन्दा पनि कति घन्टा। आहा मन्दिर हेर्नु कस्तो राम्रो, धुलो ढुङ्गामाथि मन्दिर होइन। अब यहाँ हेर्नु खोलाले, यो बाढीको विध्वंस हो क्या यो, यस्तो छ। फेरि हामी यहाँ फड्के तर्न लाग्यौँ होइन। ओस भोकाले पनि क्यु भयो अब चाहिँ होइन, हिँड्दा हिँड्दा। आहा यहाँ हेर्नु न, यहाँ हेर्नु कस्तो पोखरी रहेछ है, पोखरी रहेछ, कस्तो घुमिरह पानी र मन्दिर जस्तो। यस्तो हालतमा छौँ हामी होइन, यस्तो हालतमा छौँ। बाटो एकदम खराब छ, लडेर झन् खुट्टा भाँच्यो मेरो। अब के गर्नु त होइन, लड्यो त होइन। खोलाको छेउबाट फर्के तर्दैछौँ। खोलाको हालत यस्तो छ। यस्तो तरेर चलो भैया चलो, यस्तो छ। यस्तो यस्तो बाटो छ। यस्तो छ खोला। यहाँ पनि यस्तो छ होइन। हो नि त, यो छिटो छिटो बनाइहालेर रहेछ र यहाँ ढुक्क झर्ना। यस्तो ठाउँमा मान्छे बसेछ है, त डेन्जर ठाउँ हो नि त। ए तर यहाँबाट त उँधो निस्किँदा भयो नि त, बाटोमा हाइवेमा होइन, उँभो जान सक्छ। त्यही त, त्यो त्यहाँबाट सिधै बरु त्यो सुशीला सुवाङको घर निस्केर अनि यता गएको भए हुने रहेछ, उकालो चढेको भए हुने रहेछ क्या। तर धेरै छ नि हौ, यतै हो पुग्नु भएको घर।
आज चाहिँ हाम्रो रोपाइँ थियो होइन, हामी ट्र्याक्टरले जोत्दैनौँ, बाइकले जोत्छौँ, त्यही भएर यस्तो भएको हो।